सुशीलाको भने बिहेको तयारी धुमधाम भइरहेको हुन्छ। सुशीला पनि आफूले मन पराएको मान्छेसँग रामदाईले बिहे गरिदिँदा एकदमै खुसी भइरहेकी हुन्छन्। उता कमलाको जिम्मा भने गाउँमा बिहेको कार्ड बाँड्ने परेको हुन्छ। कमला बिहेको कार्ड दिन रमेशको घरमा पुग्छिन् र दिन्छन्। तर सुर्ती, मालती, पर्मिला र रमेश मिलेर कमलाको खिल्ली उडाइरहेका हुन्छन्। सुन्नै नसकिने तुच्छ वचनले कमलाको मन छिया छिया पारिरहेका हुन्छन्। कमलाले भने यो सुन्न नसकेर रुँदै घरतिर लाग्छिन् र सबै कुरा मुना र रामलाई भन्छन्। रमेशले कमलालाई गरेको व्यवहार देखेर मुनालाई भने धेरै रिस उठ्छ अनि रमेशलाई काट्छु भन्दै दागबाट खुकुरे झिकेर जान आँटेकी हुन्छन्। तर यो देखेर रामले भने मुनालाई रोक्छन्। बिहेको बेलामा यस्तो लफडा गर्नु हुँदैन भन्दै सम्झाइरहेका हुन्छन्। तर मुना भने एकदमै रिसालु स्वभावको हुन्छन्। राम र कमलाले सम्झाएको बुझ्दिनन्। रामलाई नै उल्टी भनिरहेका हुन्छन्। तपाईँ यस्तै सोझो भएको कारणले नै हो सबैले हेपेको भन्दै सुत्नलाई कोठातिर लाग्छन्। उता रुद्रले भने पर्मिला, दिपा र सवितालाई बेग्ला बेग्लै नाम गरेर फसाइरहेका हुन्छन्। त्यो कुरा भने कसैले थाहा हुँदैन। सविता भने रुद्रसँग भाग्दै गरेकी हुन्छन्। तर रामले बाटैमा भेट्छन्। रुद्रले भने केही न केही बहाना गरेर त्यहाँबाट फुत्किन्छन्। उता पर्मिलालाई पनि भोलि नै भाग्नुपर्छ नत्र तिम्रो र मेरो बिहे कहिले हुन सक्दैन भन्ने बहाना गरिरहेका हुन्छन्। पर्मिला भने के गर्ने के नगर्ने दोधारमा परिरहेकी हुन्छन्। के अब पर्मिला पनि उसैसँग भाग्लिन् त? तपाईलाई के गर्छिन् जस्तो लाग्छ त्यस्तै भन्नु नभुल्नु होला। उता दिपाको बाबुले भने रामलाई बिहेको कार्ड दिन रामको नाम लेख्दै गरेका हुन्छन्। यदि रामलाई बोलायो भने बिहे नै हुँदैन भनेर भनिरहेका हुन्छन्। यदि रामलाई निम्तो दिएर बिहेमा बोलायो भने उनीहरूको कालो करतुत बाहिर आउँछ भनेर रामलाई नै निम्तो नदिने भनिरहेका हुन्छन्। त रामले भने हिरा दाईलाई सुर्तीलाई त्यो घर कोठा भाडामा नदिनु भनेर भन्छन् र रामको कुरा मानेर हिरा दाईले सुर्तीलाई कोठा भाडा दिँदैनन्। त मालतीले भने पहिलाको भन्दा भाडा दोब्बर दिन्छु भन्दा पनि मान्दैनन्। तर महिनाको 1 लाख दिँदा पनि म तिमीहरूलाई यो घरमा बस्न दिन्न, रामले बस्न नदिनु भनेर भनेका छन् भन्दै घरमा ताला लगाएर जान्छन्। उता सुर्ती भने टाउकोमा हात बजार्दै यता पनि मेरो रामले उठीवास लगायो। रमेशको बिहे होइन रामलाई ठिक पार्नतिर लाग्नुपर्छ क्या हो भन्दै हुन्छन्। के अब सुर्ती र रामको लडाईँ हुन्छ त? लडाईँमा कसले बाजी मार्ला कमेन्ट गर्न नभुल्नु होला। उता रमेश र दिपा भने बिहेको कार्ड एक अर्कालाई दिनलाई जान्छन् र दिन्छन् पनि। अब सधैँका लागि छुट्टिनु पर्ने भएकाले गर्दा रमेश र दिपाको मन भारी भएका हुन्छन्। आँखाबाट आँसु झरिरहेका हुन्छन्। एकले अर्कालाई अङ्गालोमा बेरेर एकदमै दितमरुन्जेल रोइरहेका हुन्छन्। त्यतिकैमा दिपा भने दौडिँदै रुँदै रुँदै घरतिर जान्छन्। रमेश भने हेरिरहेका हुन्छन्। के दिपा र रमेशको माया सधैँका लागि छुट्टिनै लागेको हो त? अब के रमेशको बिहे अर्कैसँग र दिपाको बिहे अर्कैसँग हुन्छ त? के लाग्छ तपाईँहरूलाई कमेन्ट गर्नु होला। रमेश र दिपाको बिहे हुनुपर्छ भन्ने जतिले कमेन्टमा रमेश र दिपा लेख्नु होला। उता रामले भने रुद्रको असली रूप भने अब थाहा पाइसकेका छन्। माधव, गोपाल, रुद्र मिलेर चेलीबेटीलाई आफ्नो नाम परिवर्तन गरेर सोझालाई फसाएर बेच्ने काम गरिरहेका रहेछन् र जेलबाट भागेर रामको गाउँमा आएर रामकै बहिनीहरूलाई फसाइरहेका थिए। अब भने रामले त्यो समाचार सुनेर थाहा पाइसकेका छन्। के अब रामले कडा भन्दा कडा कारवाही गरेर पुलिसको जिम्मा लगाउँछन् त? के लाग्छ कमेन्ट गर्नु होला। यदि तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर साथ दिनु होला। धन्यवाद।